यो देशैभरिको आम व्यवसाय बचाउनको लागि सङ्घर्ष समितिले राज्यलाई ध्यानाकर्षण गराउने काम मात्रै गरेको छ। भारतबाट चाहिँ भित्रिने गरगनाहरू बनाउनु भएको कारणले गर्दा नेपाली कारिगरहरूले त्यसको चाहिँ रोजगार नपाउनु पर्ने अवस्था र विदेश पलायन हुनुपर्ने अवस्थाबाट बचाइदिनुहोस् भन्नको निम्ति आएका छौँ र हाम्रो माग पुरा गरिदिनुलाई अनुरोध गर्न चाहन्छु। सानो व्यवसाय त 2% बढी तिरेर सुन किन्नुपर्ने सानो व्यवसाय धन मर्ने भयो नि त। त्यसैले गर्दा बजार भावमा पनि सन्तुलन नहुने खालको परिस्थिति निर्माण भएको छ यो विलासिता करले एकातिर भने। अर्कोतिर हामीसँग बजारमा परापूर्व कालदेखिको सुनहरू बजारमा छ नि त। जस्तो 68 सालमा कोटा प्रणाली लागेर अहिलेसम्म हेर्ने भने तपाईँको हरेक वर्ष 5,000 किलो सुन चाहिँ नेपालमा आएको छ यो राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार। आज 12 वर्षमा 12 60,000 सुन त ब्याङ्क मार्फतबाट आएको छ भने हिजोको तपाईँको चाहिँ अथवा झिटिकुण्डाबाट यो सुनहरू जुन नेपालमा हिँडेको छ यहाँ त क्विन्टलका क्विन्टल सुन छ। त्यो सुनलाई पनि राज्यले एउटा कानुनको दायराभित्र ल्याइदिएर सुन उपभोक्ताले बिक्री गर्न आउँदाखेरि हैन बिक्री गर्न आउँदाखेरि तपाईँको ट्याक्सेसमा चाहिँ तपाईँको चाहिँ क्यापिटल गेन ट्याक्स अथवा चाहिँ पुँजीगत लाभ करको तरिकाबाट हामी उपभोक्ताले सुन खरिद गर्ने वातावरण उपभोक्ताहरूसँग हामीले सुन खरिद गर्ने वातावरण बनाइदियो भने त्यो पनि तपाईँको चाहिँ लिगल हुन आउँछ। अहिले नेपाल सरकारले सम्पूर्ण हामीले खरिद गरेको पुराना सुनहरूलाई मान्यता नदिएको अवस्थामा बजारमा त अहिले ब्याङ्कको सुनले मात्र त चलेको छैन, त्यही पुरानो सुनहरूले बजार चलिरहेको छ नि त। अनि यसलाई चाहिँ हामीले कसरी देखाउँ त? राज्यले अन्तर्राष्ट्रिय कार्यालयले 7% पुरानो सुन खरिदलाई नमान्दिने अनि हामीले विलासिता कर तिर्नलाई चाहिँ 2% तिर्ने चाहिँ कसरी कुन चाहिँ सुन किनेको सुनलाई बिल दिए चाहिँ हामीले बिल काट्ने त परिस्थिति यहाँनिर निर्माण भएको हुनाले पनि म यहाँनिर ध्यानाकर्षण गरेर